जेएनजी आन्दोलन पश्चात जुन खालको जेएनजी आन्दोलन 23 गते भयो, उहाँहरूले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने योजना सहित जुन खालको एउटा सकारात्मक रूपमा एउटा आन्दोलनको सुरुवाती जुन जेएनजी भयो र त्यो आन्दोलन सुरु भए पश्चात करिब 12 बजेपछि 3 बजेसम्ममा पुग्दाखेरि ध्वंसात्मक स्थितिमा पुग्ने र त्यो आन्दोलन हाइज्याक गरेर र मुलुकको त्यस पश्चातका घटनाक्रमहरू हुँदाखेरि सिंहदरबारदेखि लिएर संसद भवनदेखि लिएर अदालतदेखि लिएर सबै ध्वस्त रहने र जनमानसमा त्रास फैलाउने र मुलुकमाथि नै सङ्कटको परिस्थिति जुन सिर्जना भयो र त्यसलाई हामीले जुन आन्दोलनपछि हाइज्याक भएका कुराहरू छन् त्यसलाई चाहिँ हामीले प्रतिगामी षड्यन्त्रको रूपमा लिएका छौँ र सर्वप्रथम त प्रतिगामी षड्यन्त्रको विरुद्धमा चाहिँ यो 29 गते मन्थलीमा विशाल जनप्रदर्शन र जनसभा आयोजना हुँदैछ। अर्को विघटित प्रतिनिधि सभाका पुनर्स्थापनाका निमित्त, किन भन्दा नेपाली जनताले अभिमतबाट चुनिएको सरकार चाहिँ विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलिएको छ। त्यसो भएको हुनाले गर्दा संसद पुनर्स्थापना पनि हाम्रो पार्टीले मूल एजेन्डा उठाएको छ। त्यसैगरी 23 र 24 को आपराधिक घटना भनेका छौँ हामीले। जेएनजी आन्दोलन हाइज्याक भइसकेपछि घटनालाई हामीले आपराधिक भनेका छौँ। त्यो आपराधिक घटनाको निष्पक्ष छानबिनका लागि पनि यो 29 गतेको सभा आयोजना गरिएको छ। त्यसैगरी तोडफोड, लुटपाट र आगजनीमा संलग्न अपराधीहरूलाई कारबाहीको निमित्त पनि हामी जोरदार माग गर्दैछौँ र त्यो दबाव सिर्जना गर्नको लागि पनि हामीले चाहिँ यो जनसभा आयोजना गरिएको छ। त्यसैगरी संविधान र लोकतन्त्रको रक्षाको निमित्त, राष्ट्र र राष्ट्रियताको रक्षाको निमित्त पनि हामीले यो कार्यक्रम आयोजना गरिरहेका छौँ र हामीले विशेष गरी 2082 कार्तिक 29 गतेको तयारीमा हाम्रो पार्टी सङ्गठनको 2082 कार्तिक 26 गते मन्थलीमा पार्टी अध्यक्ष कमल पुरुषोत्तम कडारियाको प्रमुख आतिथ्यतामा, पार्टी पोलिट ब्युरो सदस्य कमल प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा हाम्रो पार्टीको बैठक बस्यो र त्यो बैठकले केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। पार्टी उपसचिव कमरेड मिलन घिसिङको नेतृत्वमा कार्यक्रम व्यवस्थापन तथा जनपरिचालन तथा स्वयंसेवकको व्यवस्थापनको नेतृत्व गरे चाहिँ एउटा व्यवस्थापनको टिम बनाएको छ भने पार्टी प्रचार विभाग प्रमुख म आफै राकेश श्रेष्ठको नेतृत्वमा चाहिँ प्रेस चौतारी र सञ्चारसँग र प्रचारसँग सम्बन्धित कमरेडहरूको चाहिँ एउटा टिम बनाएको छ र त्यसले कार्यक्रमलाई व्यवस्थित गर्ने गरी हामी अगाडि बढेका छौँ र मूल अघि मैले भनेको कुरामा केन्द्रित रहेर 2 दिनको कार्यक्रमलाई अगाडि बढाइएको छ र हाम्रो विशेष गरी 64 वडा त्यसैगरी 2 वटा हामीले विशेष गरी 2 वटा नगरपालिका, 6 वटा गाउँपालिका र 64 वडाबाट सम्पूर्ण नेता कार्यकर्ता केन्द्रदेखि वडा तहसम्म, त्यसैगरी जनवर्गीय सङ्गठनका सम्पूर्ण अध्यक्षसहित नेता कार्यकर्ताहरू विशेष यो अभियानमा व्यापक रूपमा लागिसक्नु भएको छ। सहभागिताको हिसाबमा हामीले 4000 जनाको उपस्थित गराउने गरी हामी लागेका छौँ र एउटा चोकको आसपासमा हामीले विशेष गरी सामान्यतया कोण सभा हामीले छोटो गरेर हामीले सकाउनु पर्नेछ, किनभने 64 वडाबाट आउनुभएका आम नेता कार्यकर्ता जनसमुदायलाई घर फर्किनु पर्ने समय हुनाले गर्दा हामीले विशेष गरी यति कुराहरू हामीले गरेका छौँ र विशेष गरी हामीले स्वयंसेवक व्यवस्थापनदेखि लिएर त्यसलाई हामीले र्यालीको मोडली लाग्नेछौँ। यति कुराहरू पार्टी जिल्लाको मुख्य अध्यक्ष आदरणीय